फ्याकल्टी सिफ्ट इन सेम कलेज आफ्टर एडमिसन। तपाईँले कुनै कलेजमा एडमिसन गर्नुभयो एउटा फ्याकल्टीमा होइन, अनि त्योभन्दा बेटर फ्याकल्टीमा पछि सिफ्ट हुन मिल्छ यदि तपाईँको ऱ्याङ्कले भ्याउँछ भने। अनि त्यसको लागि कुनै लफडा हुँदैन, जस्ट सिफ्ट हुनुहुन्छ। जस्तै पहिलो फेजमा चाहिँ तपाईँले आर्किटेक्चरमा एडमिसन गर्नुभयो अरे इक्जाम्पलको लागि। अनि आर्किटेक्चरमा एडमिसन गर्नुभयो, अनि त्यसपछि मानौँ फुल फी अथवा रेगुलरमा, अहिलेको लागि रेगुलरमा एडमिसन गर्नुभयो। अनि सेकेन्ड एडमिसन लिस्टमा चाहिँ तपाईँको सिभिल फुल फीमा नाम निस्क्यो भने के हुन्छ भने तपाईँ सिभिल फुल फीमा अटोमेटिकल्ली तपाईँको नाम सिफ्ट हुन्छ यदि प्रायोरिटीमा अगाडि राख्नु भएको छ भने। अनि रेगुलरमा भन्दा फुल फीमा त फी बढी हुन्छ नि, त्यो एक्स्ट्रा फी तिर्न चाहिँ तपाईँ कलेज गएर फी थप्नुपर्ने हुन्छ। यदि फुल फीबाट रेगुलरमा सिफ्ट भयो भने चाहिँ तपाईँले फिर्ता लिन नै मिल्छ क्या, र नत्र 3-4 वर्ष त्यो 4 वर्षकै फी त्यतैतिर मिलाउन नै मिल्छ कि त्यस्तै केही हुन्छ। त्यो बारेमा चाहिँ एक्ज्याक्ट मलाई फुल नलेज चाहिँ छैन, त्यस्तै केही गर्ने प्रावधान चाहिँ त्यहाँनिर हुनेछ। अनि एउटा फ्याकल्टीबाट अर्को फ्याकल्टी सेम कलेजमा सिफ्ट हुन एकदम सजिलो छ, कुनै गाह्रो हुँदैन। फुल फीबाट फुल फीमा जानुभयो भने त तपाईँले पैसा तलमाथि पनि केही हुने भएन। तर पुल्चोकमा केमिकल एरोस्पेसतिर छिर्नुभयो भने चाहिँ त्यहाँ चाहिँ फी सेम छैन भने चाहिँ तपाईँले फी मिलाउनु पर्ने हुन्छ। नत्र चाहिँ जस्तै इलेक्ट्रिकलबाट कम्प्युटर इलेक्ट्रोनिक्स त्यतातिर जानुभयो भने तिनीहरूको फी सेमै हुन्छ होइन एउटै कलेजको लागि। अनि तपाईँले केही पनि गर्नु पर्दैन, जस्ट सिफ्ट हुन्छ आफै। पछि पढ्न जाँदा लास्टमा सिफ्ट भएको फ्याकल्टीमा पढ्नुहुन्छ।